प्राप्त योग वेदान्तरमातिका पूजनति नन्द सादादिवत कर्म परिपूर्णता वैशाख मासे दिने गर्दा 22 गते सोमबार समस्त सूर्य ज्ञाति गत घटिका 18 घडी 25 बेला वासुदेव भने 11 15 कर्कट लग्न स्मिन समय लग्न कुखरा गर्ने साप चरण कर्म वैशाख 22 गते सोमबार ठिक अहिलेको 2 बजेर 15 तथा 22 गते सोमबार ठिक दिउँसोको 2 बजेर 5 मिनट जाँदाको यो शुभ समय आएको छ नछोड्नु होला त्यहाँनिर छोइराख्नु समय आएको छ यस शुभ समयमा जुन लग्न समय छ हाम्रो 18 घडी 25 बेलाको जुन समय छ यो समयमा हामीले कन्यादान दिनको लागि कन्यादान दिनको निमित्त कन्याका हजुरबा हजुरआमाहरू ठिक हुनुहुन्छ बुवा आमाहरू ठिक हुनुहुन्छ काका काकी अथवा भाइ बन्धुहरू सबै तयारी हुनुहुन्छ लिनको लागि वर जो काश्यप गोत्र उत्पन्न हुनुभएका खगेन्द्र नामले युक्त हुनुभएका वर तयारी हुनुहुन्छ यसमा शुभ लग्नको शुभ समय आएको छ 2082 साल वैशाख 22 गते सोमबार ठिक 18 घडी 25 बेलाको शुभ समयमा हामीले कन्यादान लिन तयारी छौँ दिनको लागि पनि तयारी हुनुहुन्छ यसमा शुभ लगन बोलौँ शुभ लगन बोल्दा केही फरक पर्दैन यो शुभ समयमा हवनादि गर्ने ब्राह्मणहरू श्लोके कविता गाउने गायकहरू वादकहरू तयारी हुनुहुन्छ बाजा बजाउनुपर्छ भाइ तयारी हुनुहुन्छ आज मिति 2082 साल माघ 22 गते सोमबार ठिक दिउँसोको 2 बजेर 5 मिनट 6 मिनट जाँदाको यो शुभ साइडमा शुभ लगन बोलौँ शुभ लगन बोलौँ शुभ लगन बोलौँ यो मङ्गलम भगवान विष्णु मङ्गलम गरुड ध्वज मङ्गलम पुनः छोडिदिनु यता बेहुलाको हातमा दिनु न पहिला बेहुलाले गोजीमा हालिराख्नु बेहुलाले गोजीमा हालिराख्नु न ऊ त्यो बेहुलीको बेहुलीको आमाले हातै बेहुलाको हातमा राखिदिनु बेहुलीको हात चाहिँ राखिदिनु बेहुलीको हात समाउनु हो हो भयो लु अब त्यो बेहुलाको हातमा त्यो खसाइदिनु चाहिँ बेहुलाको हातमा दिनु पुसको टुक्रो ल भयो अब माला लगाइदिनु माला लगाइदिनु शुभ लगन भो शुभ लगन भो शुभ लगन भो मङ्गलम भगवान विष्णु मङ्गलम गरुड मङ्गलम पुनरिकाक्ष मङ्गलायतनु हरि हरि ओम गणनान्त्वा गणपति गुङ्ग भावमय प्रणान्त प्रपति गुङ्ग भावमय निग्रान्त निपति गुङ्ग वसु मम आव गर्वधाम हो अब श्लोके भनेकै छ कविता भनेको छ नाच्ने गाउने सबै ठिकै छ होइन भइसक्यो त्यो गाँठो पनि भइसक्यो अब यसलाई लिएर पठाइदिइहाल्नुपर्छ त्यसो गर्दा छिटो अब यो छोड्न पाइदैन नि यसो गर्नु त बेहुला त्यो गोजी छैन केही छैन यसो चेप्नु न पेटीमा चेप्नु न कतै त्यो खोक्री चेपेकातिर फुल लिएर नमस्कार गर्नु त दुईपट्टिबाट मम कुल वंश कुले जात बेहुलाले पनि बालिताम पराकाष्टकम तुभ्यम पुत्र मया दत्ता पुत्र पौत्र भवदिनी यथानम पतितं यस्यानम विवाहं एनम कन्या प्रदास्यामि देवसाग्नि कन्या लसित मादारो वरो नारायणं हरि तुभ्यम कन्या असत्यासं कर्तमेकं प्रियं वसे असुतनम हिरण्य गौसके या वसन हरित मनम सुवनम अब कन्यानाम दीयते प्रसिद्ध शुभ शङ्कर यहाँबाट अनि निस्किएर आउने त अब के तल अब तल जान्छन् कि जग्गेमै बस्नु उता जग्गेमै जानु ल अब नि